गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। म चाहिँ फेरि ब्याक भइसकेको छु। आज चाहिँ एसी आइडलको सेकेन्ड राउन्ड छ र आज 5 बजे उठेर अब धरान जान आँटेको छु अस्तिकै कलेज र आज हामी 3 जना छौँ। दादा म मम्मी हुन्छु। के कस्तो हुन्छ तपाईँहरूलाई भन्दै गरौँला है। र म चाहिँ अहिले चाहिँ तातो पानी खाँदैछु। त्यसपछि लुगा लगाउने हो। बाई। र मैले चाहिँ अब तातो पानी खाइसकेँ। अब म चाहिँ लुगातर्फ जान्छु। म लुगा लगाउन थाल्छु र म चाहिँ लुगातर्फ जान आँटेको छु। साँझको हेर तिम्रो याद आयो। हेलो, म चाहिँ रेडी भइसकेँ होइन। अब जानु मात्र बाँकी छ। मम्मी मेकअप गर्दै हुनुहुन्छ। यहाँ दाइ चाहिँ रेडी भइसक्नुभयो मै सँगसँगै। हेलो गाइस, मै सँगसँगै रेडी हुनु भइसकेको छ। अनि अब चाहिँ 5:50 को गाडीमा जान्छु। मलाई केही भएन भने अटोमा कानेपरसम्म गएर त्यसपछि हामी धरानको गाडीमा डाइरेक्ट चढेर दान जाने हो होइन मेरो दाइ। अहिले चाहिँ गाडी नभेटाएर टेम्पोमा जान आँटेको र टेम्पोमा चढिसकेर चाहिँ हामी कानेपोखरीतर्फ लाग्यौँ। I don't count the steps I take. I don't mind the plans I break. Morning comes without a race. I arrive at my own pace. Every breath a gentle start. Stillness teaching me its art. Living अहिले चाहिँ कानेपोखरी आइसकेको छु हामी। भर्खर गरेर अनि कतिखेर गाडी पाउँछ। गाडी पाइसकेपछि मात्रै अहिले चाहिँ हामी धरानको बसमा चढिसकेको छौँ। दाइरामा चाहिँ लास्टमा अनि मम्मी चाहिँ अगाडि र हामी चाहिँ कानेपोखरीदेखि फेरि धरानतर्फ लाग्न थाल्यौँ। every pause a perfect part. If I fall behind the race, I fall into a better place. Sunlight resting on the floor. I don't need to ask for more. Moments linger when I stay. र अहिले चाहिँ हामी धरान आइसक्यौँ होइन। धरान आइसक्यौँ। दाइ चाहिँ बाटोमा धेरै सुत्नु हुँदो रहेछ। म आजै मात्रै सुतेको कसम। मैले फेरि हातले यस्तो गरेर सुताएर ल्याएका दाइ। जस धरान आइसक्यौँ। अब हामी हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ। ऊवाला चाहिँ धेरै हुँदो रहेछ क्या यहाँ अति। हामी चाहिँ फेरि आइसकेको छौँ होइन। युएन कलेज ट्याग त अस्ति पनि देखाएको थिएँ तपाईँहरूलाई। त्यो सबसे सुरुको त अडिसन भ्लगमा गएर युट्युब च्यानलमा पनि हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ भित्र जान्छौँ। के हुन्छ आज हेर्नुपर्छ। अहिले चाहिँ होइन अहिले चाहिँ कहाँ पाले आएको छैन यहाँ खाजा खाना आएको। अब उपर भोक लाग्यो भने 5 बजीदेखि हिँडेको मान्छे
बर भोक लागेर खाने त्यही भएर यहाँ घर पुग्दा ठिक्क हुन्छ दादा अनि मम्मी यहाँ तिनजना चाहिँ खाना खान आएको खाना खानुभन्दा पनि थुक्पा खाइदिउँ भन्नुभयो भने लना त भन्यो अब अझै छ स्पिच सकेपछि डान्स सकेपछि सबसे सुरुमा अनि मेरो हुन्छ हेरौँ के हुँदै गर्छ आज फेरि नसोचेको जस्तो बिग्रियो अनि हल्का स्याड पनि भइयो अब भोलि रिजल्ट आउँछ अब भोलि रिजल्ट आएपछि म तपाईँहरूलाई भन्दै पनि गर्छु होइन अब आज चाहिँ बिग्रियो चान्स पायो भने चाहिँ अर्को पालि चाहिँ बेस्ट दिन्छु आजको लागि यति बाई